होइन यो कुचोको दाम चाहिँ एकदमै कम्ती छ भनेको सुनेको छु 600 700 यसको चाहिँ अब कुचो झिक्नु सुरु गर्नुभयो कति दिन लाग्छ भन्नुभयो अब यो झन्डै एक हप्ताभन्दा बढी लाग्छ ए है 10-12 दिन जति लाग्छ जम्मा यसमा 18 मनदेखि 22 मनसम्म आउला कुचो आउला है अहो अन्त मार्केट के अरे बजारमा त भाउ त छैन भन्छ अन्त के फाइदा हुन्छ र यसमा पनि अब के गर्नु गरिरहेको खेती हो जति भएको पनि अब नछुटी कुचो नछुटी हुँदैन हजुर अब अनि त्यसैले गर्दाखेरि कम्ती रेटमा भए पनि अब बेच्नै पर्ने स्थिति हुन्छ अब अनि त्यहाँदेखि अब तर पनि केही भाउ आउने कुरो चाहिँ सुन्दै थिएँ सर ए आउँछ 1000 पुग्ला एक मनको होइन 1000 पुगे पनि त के त कहाँ अन्त त्यो त खेतालाको रोज पनि त मान्छे लगाएको रोज पनि त उठ्दैन ए त्यसो त अब कुचो खेती अहिले सालको आउने कुरो छ पोहोर त कन्ट्याक्ट 12-13 सय त आएको थियो फोहोर पनि थिएन एकदमै कम्ती थियो के भयो कुचोको रेट त एकदमै कम्ती भएर गयो मान्छेकोमा बारीमा कुचो फौलिरहेको छ कसैले झिकेको पनि छैन त्यो अब खेतालाको रोजै नउठ्ने भएर नझिकेको पनि भन्नमा सुन्नमा आएको छ अब यो तपाईँको त्यही त अब एकजनाले कति झिक्छ दिनमा एकजनाले दिनमा त्यही हो 2 अब जस्तै ठुलो अब जवानीले छुट्टा चाहिँ निकै जवानीले छुट्टा चाहिँ 2 मन जति छुटिन्छ काँचो हजुर काँचो दुईजना अलि मसिनोले छुट्यो भने चाहिँ त्यही हो 30 केजी 1 मनहरू छुट्छ अन्त सुक्ता ओर्दा त त्यही 15 केजी 20 केजी त होला नि त्यस्तै मात्रै हुन्छ नि त्यति मात्रै हुन्छ नि हजुर अन्त खेताला लगाएर तपाईँको 500 देखि 600 700 सम्म रोज दिएर त्यहाँबाट कुचो चाहिँ 20 केजी जस्तो कुचो थुतेर चाहिँ अन्त त्यही पनि 600 700 रुपियाँ मनमा चाहिँ के फाइदा हुन्छ दाजु हाजिरा दिनु पर्दाखेरि हाजिरा त अहिले अब खाजा दिनुपर्छ खाना दिनुपर्छ खाना दिनु पर्यो होइन खाजा दिनु पर्यो हाजिरा अलि छैन नि त्यसो त घाटै छ नि होइन बस्तीवालाको एकदमै अब यो आउने भनेको यो क्यास क्रप भनेको यो कुचो हो अब यो यहाँतिर अलैँची हुन छोडिगयो होइन कुचो हुने हो अनि कुचोकै भाउ चाहिँ नहुँदाखेरि चाहिँ अब बस्तीवालाहरूकोमा चाहिँ अब पैसा आउने बाटो चाहिँ अर्को मैले देखेको छुइनँ तपाईँ के भन्नुहुन्छ हजुर अब कुचोको भाउ अहिले त्यति आउला जस्तो छैन त्यसले गर्दा पैसा अब हाजिरा सकेसम्म कुनै सालमा आउला कि भन्ने आशले अब हजुर अहिलेको साल यसो हाजिरा अब घाटा खाए पनि दिनै पर्छ हजुर अब यो 2-4 दिन पछि छुट्यो भने यो छिपेर फेरि किन्नु मान्दैन हो हजुर ग्राहकहरूले अनि ठिक्क अहिले चाहिँ सिजन छ छुट्ने समय यतिको मात्रै अब अधिक भोलि पर्छ के भन्छ भने त सिद्धमदेखि किन्नु आउनेहरूले पनि एक त कम्ती रेट एक त छिप्पी गएछ यो कुचो त्यही त अब त्यो सिजन हेरेर छुटेको नि ल है दाजु दुःखै छ जस्तो देखेँ मैले त यो कुचोको त अहिले त हुन्छ थ्याङ्क यू